आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बढाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौँ। त्यसो हुँदा हामी न त धर्म विरोधी हौँ, न त जात विरोधी हौँ, न त कुनै व्यक्ति विरोधी हौँ, न त कुनै मतलब के अहिलेको स्थितिमा सम्पूर्ण नेपाली हामीले फेरि आह्वान गर्ने गरेका छौँ। हामीले के आह्वान गर्ने गरेका छौँ? यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। के हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन, अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ। लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन, अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ। त्यसो हुँदा हाम्रो परिस्थितिलाई पद्धतिमा परिवर्तन गरेर जनताको भाग्य र भविष्यलाई, जनताको अवस्थालाई यहाँ आज बहुदलीय हटाउँछन्, बहुदलीय हट्दैन, तर बहुदलीय नहटे पनि यस्तो पद्धतितिर हट्दैन। अब फेरि अर्को अनुरोध गर्न चाहन्छु। अर्को अनुरोध के गर्न चाहन्छु? नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो, तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? अप्ठ्यारो राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रो भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाह्यो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार जिरो करप्सन चाहेको होइन। अनि फेरि तिनै भ्रष्टाचारीलाई ल्याउने? त्यसो भएको हुँदा हामी भन्न चाहन्छौँ, हामीले कुनै पनि स्वार्थ लुकाएर हामी कुनै पनि उसमा आएका होइनौँ। आज किन प्रेस मिट गरे त यिनीहरूले? दुई चारजना बसेर, दुई चारजना होइन, हामी सडकको प्रतिनिधिका रूपमा, सडकको आन्दोलनका पदाधिकारी मतलब कि पद्धतिको रूपमा आयो। हामी कोही नेतृत्व होइन, प्रष्ट हुनुहुन्छ है तपाईँहरू। हामी नेतृत्व गरेर के नलाउँला के नखाउँला भनेर हामीलाई कसले पैसा दियो? अघि भनेको छ, हाम्रो कोठा भाडा तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेका छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिदिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको। त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेएनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको। त्यसो हुँदा यसलाई नेपाली जनताले जस्तो अवस्था नेपाली जनताले यो प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरिरहेका छन्। त्यसो हुँदा प्रत्यक्ष निर्वाचनको कार्यकारीको पदाधिकारीको माग गरेको हुँदा यो कुरा पारित हुनुपर्छ। अर्को कुरा के छ भनेदेखि यहाँनिर हामी कुनै भूगोलको परिवर्तन उलेर कुनै होइन, तर हामीले अब चाहिँ माग चाहिँ पुरा गर्नुपर्छ। र हामी के भन्छौँ भने